डाक्टर साहब यो हेपाटाइटिस बी चाहिँ सरुवा रोग हो? अवश्य यो एकदम सरुवा रोग हो। यसलाई चाहिँ हामीले दुईटा तरिकाले सर्छ भन्छौँ। यसलाई चाहिँ भर्टिकल ट्रान्समिसन र हराइजन्टल ट्रान्समिसन भनिन्छ। अब भर्टिकल ट्रान्समिसन भनेको चाहिँ आमाबाट बच्चालाई सर्ने। धेरै जस्तो हाम्रो नेपालमा चाहिँ आमाबाट बच्चालाई नै सरेको पाइन्छ। यसलाई चाहिँ पेटमै हुँदाखेरि र जन्म दिँदाखेरि त्यति बेलामा सरेको पाइन्छ। त्यसलाई चाहिँ भर्टिकल ट्रान्समिसन भनिन्छ। हराइजन्टल ट्रान्समिसन भनेको चाहिँ जस्तै ठुलो भइसकेपछि सङ्क्रमण भएको सुईहरूबाट घोचिने, रगत सङ्क्रमण भएको रगत हामीले चढायौँ भने डायलाइसिस मेसिनहरूबाट र सङ्क्रमण भएको मानिससँग असुरक्षित यौन सम्पर्कहरू भयो भने यसरी चाहिँ सरेको पाइन्छ। त्यसलाई चाहिँ हराइजन्टल ट्रान्समिसन भन्छ र यो एकदमै सरुवा रोग हो। मैले अघि पनि भने एचआइभी भन्दा यो 50 गुणा बढी सर्ने सम्भावना बढी हुन्छ।